त ढिँडो मासु छ त अनि आहा म त फर्सी भनेको उहिले उहिले पहाडको सम्झना पाए त हो मलाई त यो खाना अहिले चाहिँ म त फर्सी भनेछु झुक्काउनु मरि झन्डै म त आपतमा परिन हो रे हो नि बिहान फर्सी खायो अहिले खसी खायो भयो त भइहाल्यो नि तर यो त मलाई फेरि स्याध्यै मनपर्छ नि बच्चीदेखि बिस्तारै बिस्तारै लो तल नातिसँग बसेर खाँदा त कति मिठो भयो यो त मलाई पनि हो बुवा साह्रै मिठो भयो किन हाँस्नु भएको बुवा नहाँसी खाऊँ न उहिलेको याद आएर भयो अब भिडियो उहिलेको याद आयो यस्तो डल्लो बुवा तपाईँले यो ढिँडो कति वर्षपछि खानुभएको भनेपछि कति वर्षपछि खाएँ भने हिसाबै पो गर्नुपर्ने भयो त हौ 56 सालमा यता आएँ पहाड छोडेर तर त्यो पहाड छोड्नुभन्दा अगाडिदेखि नै झन्डै 50-52 सालदेखि यता खाएको थिइनँ हो 52 52 आम्मामा अनि आज 52 सालमा म सरुवा भएर आँखोप गएँ नि त अनि आज निकै रमाइलो भएछ ए अनि घर छोडेपछि त अब खाइएन ए त्यसो भए आज आनन्द पनि नै लाग्छ जागिरको उसमा हिँडियो मिठो मिठो कुरा खाइयो अनि ढिँडो खान छोडिएको थियो ढिँडो चाहिँ कस्तो छ बुवा 20-30 वर्षै भएछ हो नखाएको त डल्ला छैन नि बुवा फर्स्टचोटि बनाएको छैन एकदम राम्रो छ फर्स्टचोटि ढिँडो मिठो छ नि 30 वर्ष पछाडि पो खान पाइयो त हो ढिँडो त कसले पकाएको होला बुवा बुवा कसले पकाएको होला ढिँडो चाहिँ अब कसले पकाएको भन्नु मम्मीले ए तिम्रो मम्मीले ए अब कति टिभीमा मात्रै खाएको होइन अब आज पनि हामी पनि त्यही त हो खान्छौँ साँच्चै नि है टिभीमा मात्रै कस्तो मजाले खान्थे आज हामी पनि मजाले खाइनु सिस्नाको दाल खानुपर्ने एक दिन है हो मात्रै कसले पो केलाउँदै थियो तर हाम्रो बारी कमाउने मान्छेको यो बहिनी दिदीले कमाउँदै थिइन् बनाउँदै थिइन् अस्ति बाबैलाई भात पनि खानु न बुवा थोरै भयो होइन होइन खानु खानु म त ढिँडै मात्रै खाने ए थोरै भात पनि खानु मैले चाहिँ साँच्चै मिठो भयो खसीको मासु पनि मिठै छ ढिँडो चाहिँ के मिसाएर बनाउँछ बुवा ढिँडो के मिसाउनु र हो कोदो घट्टामा पिन्ने हो अनि मसिनो बनाउने हो अनि पानी उमालेर पिठो हालेर मस्काउने हो मजाले दाबिलोले बनाऊ